जम्मा तीनटा कुराको लागि मात्र तपाईँको आवाज चाहिँ एकदम उच्च हुनुपर्छ। एउटा अन्यायको विरुद्धमा, एउटा समाज परिवर्तन गर्न, एउटा चाहिँ ज्योति मगरसँग झुम्न। हो माय गॉड। सो अब तपाईँको सेक्सी आवाज अझै लाउड सुन्नु पर्यो है त। तल पनि पिरालो, तल पनि पिरालो, चोरी खान पल्केको त्यो। अलि चेन्ज गरौँ ल। के चाहिँ सोल्टी अँध्यारोमा ठ्याक्कै नोटिस हुने क्या त्यो अरेन्ज कलरको टी सर्ट लाउने सोल्टी त। मलाई फेरि जेन्टलम्यानहरू भन्दा पनि त्यस्तै बोका बोका टाइपको सोल्टी मनपर्छ कि। खासमा जेन्टलम्यानहरू चाहिँ एकदमै त्यो हुन्छ नि, कुण्ठित हुन्छ कि भित्रैदेखि। अगाडि त सो अफ गर्ने मात्रै हो, म त एकदम जेन्टल छु, म त आदर्शवादी छु, म त खतरा छु भनेर देखाउने मात्रै हो। भित्र एकदम यौवनको कुण्ठा लिएर बसिरहेको हुन्छ। एक्लै केटी देख्यो भने च्याप्प समाउने पनि त्यस्तै जेन्टलम्यानहरूले हो खास। तर त्यस्तो त्यो बोका बोका टाइपको केटाहरू उफ्रिने मात्रै हो, कराउने मात्रै हो खास है। सो आई लभ बोका गाइज। हल्का म पनि फेरि बोकिने टाइपको छु नि त। फेरि मलाई अरू जस्तो हुन्छ नि, आदर्श नारी बन्नु पनि छैन कि। एकदम सती सावित्री आदर्शवादी बन्नु पनि छैन मलाई। म यही नै हो, म जस्तो म यही नै हो। होला म सुन्दर छैन होला, म ट्यालेन्ट छैन होला, म मिजासिलो छैन होला, म यो समाजको लागि एकदमै हुन्छ नि एकदम राम्रो व्यक्तित्व भएको नारी छैन होला। तर म एकदमै म जे छु म फेक चाहिँ छैन, म झुटो छैन, म जे छु म यही हो। सो अलिकति चेन्ज गरेर त अब ढाडी बिरालो नभन्ने, सेक्सी बिरालो भन्नेलाई केटी हो। फेरि आज मैले यस्तो महिलाहरूको धेरै उपस्थित देखिरहेको छु, मलाई एकदम धेरै एनर्जी आइरहेछ है। प्राय मैले पहिला प्रोग्राम गरेँ, आजभन्दा 10-15 वर्ष अगाडि प्रोग्राम गर्ने बेलामा चाहिँ यस्तो प्रोग्राममा गयो भने अलिकति केटीको पछाडि केटाहरू हुन्थ्यो है। तर अहिले चाहिँ मैले उपस्थिति त्यत्तिकै देख्छु। सो हामीबाटै सुरु गर्नुपर्छ है त त्यो कुराहरू चाहिँ। ओके, अब सेक्सी बिरालो भन्ने ल। चोरी खान पल्केको त्यो, चोरी खान पल्केको त्यो, चोरी खान पल्केको त्यो। ओके, आई लभ यु सेक्सी बिराली। ट्र्याक बजाऊ, ढाडे बिरालो।
हातै हल्लाइदियो कि बेबी के छ त यो बेबी त आज मसँगै मेरो घरतिर जान्छ जस्तो लागिरहेछ मलाई पुरै अटेन्सन दिइरहेको छ त सोल्टीले